गुड मर्निङ सबैजनालाई स्वागत छ मेरो च्यानलमा। फेरि पनि मैले सानो भ्लग लिएर आइराखेको छु। तपाईहरूले यो मेरो भ्लगलाई मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। आज चाहिँ बिहानै अहिले चाहिँ बिहानको 5 बजेको छ अनि मैले चाहिँ भिडियो बनाइराखेको छु। आज चाहिँ अलिकति काम गरेको भिडियो गर्न लागिराखेको छु। यो चाहिँ एकदमै बिहान चाहिँ सुनसान भइराखेको छ हाम्रो घरमा। यहाँ जेरी पनि कुदिराखेको छ अनि हामी चाहिँ आज अदुवा रोप्नको लागि एकदमै हतार छौँ। त्यति बेला मैले चाहिँ मल बोक्दै गर्दा चाहिँ फुलहरू पनि खिचेर मैले हालेको छु। अनि उहाँ चाहिँ मेरो दाजु हुनुहुन्छ अनि उसले चाहिँ मल बोक्दैछ। यति बेला हामी तीनजनाले चाहिँ मलको भारी लिएर अब हामी चाहिँ बारीमा जानु आँटेको छौँ। अन्त रेडी भइसकेको छौँ मल बोकेर। अनि एकदमै ठुलो भारी लगाएको रहेछ। अन्त मैले चाहिँ ठेलिदिँदै थिएँ अनि हामी तीनजना भाउजू म अनि दाजु चाहिँ मल लिएर हामी चाहिँ बारीमा जाँदैछौँ। हाम्रो भाउजू पनि आउँदैछ यति बेला। अनि मैले चाहिँ जिस्काइराखेको थिएँ अन्त हाँस्दै आइराखेको छ। हामी चाहिँ एकदमै गरौँ थियो नि त, त्यसले गर्दाखेरि हामीले चाहिँ कम्ती बोकेको छौँ। अदुवाको बिउ हेरिहाल्नुहोस् यस्तो छ। योपालि त्यस्तो राम्रो छैन अदुवाको बिउ। अनि यहाँ मैले चाहिँ बिउ छुटाउँदै थिएँ। बिउ छुटाएर हामी चाहिँ मेलोमा गयौँ। मेलोमा अदुवा रोप्दै गर्दाखेरि मैले सानो भिडियो बनाउँदै गरेको, काम गर्दै भिडियो गर्दै गरेको तपाईहरूले देख्न सक्नुहुन्छ। हाम्रो बारी एकदमै घाम रमाइलो लागिराखेको छ। टन्टलापुर घाम लागिराखेको छ। अनि उज्जवलले चाहिँ मैले चाहिँ यहाँ मल बोक्दैछु, मैले पनि यहाँ मम्मीलाई काम सघाउँदैछु भन्दैछ। यहाँ तपाईँहरूले देख्नुहुन्छ हाम्रो भाउजूले मैले मल लाउँदै गरेको यहाँ हेर्नु है भन्दैछ। अनि मैले चाहिँ जिस्काउँदै त्यतिकै हामी चाहिँ काम गर्दैछौँ। रेलाहरू गर्दै जिस्किँदै गऱ्यो भने चाहिँ छिटो काम सक्छ नि त। त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ जिस्किँदै रेला गर्दै उयो गर्दैछौँ। हामी चाहिँ काम गर्दैछौँ। अन्त तपाईँहरूले यो देख्न सक्नुहुन्छ। हाम्रोतिर त यसरी गर्छौँ, तपाईँहरूकोतिर कसरी गर्नुहुन्छ? अनि के गर्नु, हाम्रो लाइफ चाहिँ यस्तै छ है, गाउँले जिन्दगी। तपाईँहरू कसले अदुवा रोप्नुहुन्छ सायद तपाईँहरूलाई थाहा छ होला। अरू जग्गातिर त यस्तो प्रकारले रोप्दैन, अर्कै टाइपले रोप्छ। तर हामीले चाहिँ यसरी रोप्छौँ जहिले पनि। अनि अदुवाको सिजन भयो। अन्त उहाँ माइजू चाहिँ हाँस्दै हुनुहुन्छ, मलाई चाहिँ नदेखाउनु है भन्दै मैले चाहिँ झन्सारो ऊपट्टि नै फर्काएर चाहिँ देखाइराखेको छु। माइजूपट्टि नै फर्काएर देखाइराखेको छु। यहाँ हेर्नुहोस् यति साह्रो डरलाग्दो घाम लागिराखेको छ। तर घाम लाग्दै भरै चाहिँ यो चाहिँ भरैको हो। यो चाहिँ भरै चाहिँ यति डरलाग्दो हावापानी आयो, के भन्नु। अदुवा इन्कम्प्लिटमै हामीले छोड्नु पर्यो। पानी यति डरलाग्दो हावापानी आइराखेको छ। तपाईँहरूलाई मैले देखाइराखेको छु है। अनि हामी चाहिँ घर आइपुगेर मैले चाहिँ घरबाट भिडियो गर्दै थिएँ। यो चाहिँ पानी पर्दै गरेको, पानी यति डरलाग्दो परिराखेको थियो। अनि असिना पनि हल्का झरिराखेको थियो पानी पर्दै गर्दाखेरि। मैले चाहिँ हल्का भिडियो गरेको खिड्कीबाट। यति डरलाग्दो उयो भइराखेको थियो, लाइटिनिङहरू पनि भइराखेको थियो। अनि भिडियो गर्दै अन्त हाम्रो कामै आजको त इन्कम्प्लिट भयो। आजलाई यति, धन्यवाद। तपाईँहरूले मेरो भिडियोलाई हेरिदिनु भयो। यतिका समयसम्म तपाईँहरूले साथ दिनुभयो, तपाईँहरूलाई धेरै धन्यवाद यो समयको लागि। आजलाई यति, फेरि पनि अर्को भिडियोमा भेट्नेछौँ हामी। पानी परेर फुलहरूको पनि हालत पतला भइराखेको छ। हेर्नुहोस् है, एकदमै माया लाग्दो भइरहेको छ। पानीले कुटेर, असिनाले कुटेर फुलको हालत पतला भइराखेको छ। माया लाग्दो भइराखेको छ फुलहरूको हालत पनि। पानी यति डरलाग्दो पर्यो। लास्टमा चाहिँ हाम्रो काम फेरि कन्टिन्यू हुनेछ। फेरि पनि पार्ट 2मा हामी भेट्नेछौँ हामी सबैजना। बाई बाई।